चाम्रो चाम्रो है भन्दा पनि होइन कम कमै छ तर हुन्छ अलिअलि कोही चाहिँ चाम्रो छ नि त अलिक राम्रो भएछ यो चाहिँ अहिले भरे जिलाउनु पर्छ है ड्याङ खन्दाखेरि ड्याङ गर्दै यो छुवाको एफएम पनि दामी रहेछ है गीत त परसम्म सुन्छ पुरा माथिसम्म सुन्दर रहेछ थका जानु भएको नि हामी चाहिँ अब छेउ चाहिँ मिलाइदिनुहोस् ल अहिले ल यता चाहिँ खनिहाल्छु कि म त्यो सेप लागेको छ यहाँ पुगिसक्यो डल्ला चाहिँ ठुल्ठुलो हुँदो रहेछ है हो कोही कोही जग्गा यसलाई फुटाउनु पनि साह्रो छैन त्यो खेतको क्या जेठमा जेठ असार किनेकोमा खन्छ नि त्यस्तै त्यस्तै हुन्छ है तर गर्नै पर्यो नखरी भएको छैन त्यो उयसको कथा हुनु नि के अरे एफएम के हो एफएम के हो तपाईँले एउटा कथा सुनेको भनौँ नि त्यही त पहिला नै चाहिँ नि हो एउटा सुब्बा बुढो थियो अरे होइन साँच्चीको हो कि रियल हो त्यो साँच्चीको हो सुब्बा बुढो थियो अरे नि त यो एफएम बज्दा मलाई याद आयो कि सुब्बा बुढो थियो अरे होइन अन्त त्यो बुढोले चाहिँ त्यो एफएममा होइन पहिला त रेडियो हुन्छ रेडियो हुन्थ्यो नि त अन्त एउटा दामी गीत आइरहेको थियो अरे होइन उसलाई चाहिँ हतार थियो अरे गाई दुनुको लागि त्यहाँदेखिको चाहिँ आयो गीत आउँदा आउँदै रात पनि परिसकेको थियो अरे अन्त गीत पनि सुन्नु मन परिराखेको थियो अरे होइन त्यहाँदेखिको उसलाई हतार पनि थियो अरे गाई पनि धुनु थियो अरे त्यहाँदेखिको अहिले आएर सुन्छु भनेर चाहिँ मारिकन गयो अरे होइन त्यहाँदेखिको गाई साई धुएर आएर काम गरिसकेर आएर फेरि बजाउँदा त आउँदैन अरे त्यो गीत अनि फेरि कताबाट के घोचघाच पारेर बजाउँछ अरे आउँदै आउँदैन अरे होइन अघि त यही रेडियोभित्र मान्छे बोल्दै थियो अहिले त बोल्दैन फेरि गीतै आउँदैन अघिको गीत भन्छ अरे हो त्यहाँदेखिको चाहिँ लास्टमा नआएर चाहिँ गाईको कटेरामा पुग्ने गरी फुटाइदिएछ पुरा थाहा छैन अब एफएम है त्यो एकबारै चलि त्यो गइबस्छ नि त त्यही त तिमीहरू अड्किबस्दैन नि त त्यही लागि अब उहिलेको मान्छे कस्तो हुन्छ त अन्त खाँचो हुन्छ नि ऊ के पो मारिसकेर चाहिँ मारिदिन्छु अन्त भन्छ अरे नि है त्यस्तै